This is not a match guys, this is not a match, this is mismatch. हिजो भएको चाहिँ युसीएल फाइनलमा चाहिँ म्याच भएको थिएन कि मिसम्याच भइरहेको थियो, किनभने चाहिँ पीएसजी चाहिँ इन्टर मिलानलाई 5-0 ले डिस्ट्रोय गरेको छ र हरेक डिपार्टमा के खेलको हरेक डिपार्टमा चाहिँ ओन गरेको छ लुइस एन्ड्रिकेको टिम र पीएसजी ले। रेस्पेक्ट लुइस एन्ड्रिके। लुइस एन्ड्रिके त्यो म्यानेजर हुन् जसले 2015 मा चाहिँ मेसी नेमार र सुआरेसबाट ट्रेबल जितेर आएका थिइन्। टिम कोच हो उसले त्यतिखेर त्यति रेस्पेक्ट गेन गरेको थिएन कि जुन आजको ट्रेबलले चाहिँ रेस्पेक्ट बढी गेन गरेको छ, किनभने 2015 मा चाहिँ उसले ट्रेबल कम्प्लिट गर्दा चाहिँ उसको टिममा चाहिँ जाबी इनेस्टा मेसी नेमार जस्ता प्लेयर थियो भने ठुला ठुला कुरा गर्थे, उनलाई अलिकति सम्मान कम दिन्थ्यो। बट आजको यो पीएसजी टिमबाट चाहिँ ट्रेबल जितेपछि, ट्रेबल नट अ ट्रेबल, क्वाड्रेबल जितेपछि चाहिँ उसको रेस्पेक्ट चाहिँ यहाँबाट यहाँ पुगेको छ, किनभने उसको जीवनमा चाहिँ उसको छोरी 8 वर्षको छोरीको चाहिँ डेथ भएपछि उनी एकदमै आफ्नो लाइफ बढाउने एकदमै स्याड थिए। त्यो मोमेन्टलाई चाहिँ उसले फुटबलमा एफेक्ट हुन नदिएर र उसको छोरीको लागि जित्छु भनेर चाहिँ उसले आज पीएसजी जोइन गरी युसीएल जिताएर चाहिँ आफ्नो छोरीले चाहिँ ट्रिब्युट गरेको छ। रेस्पेक्ट फर लुइस एन्ड्रिके एन्ड हिज डटर, रेस्ट इन पिस। हिजो मैले इन्टर मिलानको खेल देखेर चाहिँ म स्तम्भ नै भएको थियो, किनभने पीएसजी ले चाहिँ हरेक डिफार्टमा चाहिँ इन्टर मिलानलाई ओन गरिरहेको थियो, ह्युमिलिएट गरिरहेको थियो। लाइक गेम भइरहेको थियो प्रोफेसनल प्लेयर भर्सेस चाहिँ लोकल क्लबका टिमहरू बीच म्याच भइरहेको छ देखिन्थ्यो। फाइनली चाहिँ पीएसजी ले आफ्नो इतिहासको पहिलो युसीएल जितिसक्दापछि चाहिँ पीएसजी को क्लब चाहिँ अब युरोपियन ट्रफीमा चाहिँ गर्ने भएको छ र उनीहरू चाहिँ युरोपको बेस्ट टिम हो यो सिजनको र युरोपको सबै टिमले चाहिँ पीएसजी लाई फार्मर लिग जित्छ भन्छ, उनीहरूले पनि आज पीएसजी लाई रेस्पेक्ट गर्ने भएको छ। अरु म्याचको कुरा गर्नु पर्दा चाहिँ पीएसजी चाहिँ इन्टर मिलानलाई चाहिँ गेम खेल्न नै दिएन, किनभने चाहिँ जुन ट्याक्टिक्सले चाहिँ इन्टर मिलान उत्रेको थियो लुइस एन्ड्रिकेले त्यो ट्याक्टिकलाई हरेक मिनेट र हरेक सेकेन्डमा बिट गरिरहेको थियो। गेमको जुन पहिलो गोल अशरफ हाकिमीले गरे त्यसपछि सेकेन्ड गोल खाइसकेको थियो। सेकेन्ड हाफ खाइसकेपछि इन्टर मिलानको प्लेयर, कोच र सबै स्टाफहरुमा चाहिँ उनीहरुको चाहिँ हारको डर देखिएको थियो। उनीहरुको त्यो गेम हार्दैछ भने उनीहरुको फेसमै देखिसकेको छ र भए पनि त्यही 2-0 डाउन भएको इन्टर मिलान पहिलो हाफमा, सेकेन्ड हाफमा भने 5-0 डाउन भएर चाहिँ यो उपाधि गुमाउन सक्छ। पीएसजी ले चाहिँ कसो सोचेको थियो यो सिजन चाहिँ युसीएल जित्छ भनेर, किनभने उनीहरु चाहिँ ग्रुप स्टेजमा चाहिँ मरी चाहिँ माथि आएर चाहिँ बल्ल चाहिँ हाम्रो राउन्ड अफ 16 कम्प्लिट गरेको थियो र त्यसमाथि पनि उनीहरुलाई कसैले पनि गनिरहेको थिएन, किनभने उनीहरुले सबै फार्मर लिग जिते पनि चाहिँ युसीएल जित्न सक्दैन भन्ने सबैको धारणा थियो। बट पीएसजी चाहिँ यो सिजन चाहिँ द बेस्ट लिग इन द वर्ल्ड का चाहिँ बेस्ट टिमहरु जस्तै म्यान सिटीलाई 4-2 ले, लिभरपुललाई पनि हराएका चाहिँ एस्टन विल्लालाई पनि हराएर आर्सेनल पनि हराएका छन् यो सिजनमा। पीएसजी ले चाहिँ हराएको मात्र हैन ह्युमिलिएट नै गरेको थियो यो प्रिमियर लिगको टिमहरुलाई। प्रिमियर लिगको टिमहरुलाई चाहिँ यो सिजन चाहिँ पीएसजी चाहिँ काल चाहिँ देखिएको छ। उता इन्टरको कुरा गर्नु भने उनीहरुले गएको 10-15 दिनमा चाहिँ सबै कुरा गुमाएको थियो। 10-15 दिन र 1 महिना अगाडि चाहिँ उनीहरु चाहिँ ट्रेबल चेस गरेको थिए। उनीहरु सिरियाको टपमा थिए, उनीहरु चाहिँ कोपा इटालीको सेमी फाइनलमा थिए र यता च्याम्पियन लिगको सेमी फाइनल थिए। बट आज चाहिँ इन्टर मिलान ट्रफीले जाँदैछ। उनीहरु नापोलीसँग 1 पोइन्टले स्कोडेडो हार्छन् भने एसी मिलानसँग कोपा इटाली र आज पीएसजी सँग 5-0 ले चाहिँ युसीएल हारेर चाहिँ ट्रफीले जाँदैछ। आर यु इमेजिन गाइज, एक हप्ता पहिले र 10 दिन पहिले कुनै टिम ट्रेबल कम्प्लिट गर्दियो र आज उनीहरु ट्रफीले जान्छ। दिस इज फुटबल गाइज, दिस इज फुटबल। मलाई याद भएको छ अहिलेसम्मको चाहिँ मैले हेरेको युसीएल फाइनलहरुमा चाहिँ यस्तो वान साइडेड फाइनल र यति लामो स्कोरले चाहिँ बिट गरेको चाहिँ अहिलेसम्म मलाई याद छैन। बट हिस्ट्रीमा होला 19 कति भला, बट मलाई त्यो थाहा छैन। राइट नाउ जब मलाई मेमोरीमा याद आउँछ यस्तो वान साइडेड फाइनल र यस्तो चाहिँ ह्युमिलिएट गरेको फाइनल चाहिँ मलाई अहिलेसम्म हेरेको छैन।
म्याचमा कुरा गर्नुपर्दा चाहिँ म्याचको चाहिँ इन्टर मिलान आफ्नो पुरानै 3-5-2 को लाइनअप उत्रिन्छ भने PSG उता 4-3-3 को लाइनअप उत्रिन्छ, जसमा उनीहरू सबै सुपरस्टार एभाइलेबल थिए, जसमा इन्टरको पनि सबै थिए, PSG को पनि सबै थिए। म्याचमा के हुन्छ भने चाहिँ PSG ले चाहिँ हामीलाई सबैलाई थाहा थियो पोजिसन होल्ड गर्छ, बल लिएर खेल्छ, विथ द बल खेल्छ, इन्टर विदाउट द बल खेल्नुपर्छ, उनीहरू काउन्टर अट्याक हिट गर्ने गर्छ। तर हिजोको गेममा चाहिँ कुनै काम गरेको थियौँ, किनभने डेम्बेले चाहिँ हामीलाई ह्यान्ड समरलाई यति राम्रोसँग चाहिँ प्रेस गरिरहेको थियो। ह्यान्ड समरलाई लङ जानु परिरहेको थियो, लङ जाँदा PSG का चाहिँ डिफेन्डरहरूले चाहिँ अलवेज चाहिँ सेकेन्ड बल विन गरेको थियो। सेकेन्ड बल विन गर्छन्, आफ्नो भिटिनालाई दिन्छन्, भिटिनले राम्रो पास गरिदिन्छन् र डिजायर डोर जान्छन्, गोल गरिदिन्छन्। यस्तै भइरहेको थियो। इन्टर मिलानले बल पाउँछ, बट PSG को प्लेयरले खोसिहाल्छ। मलाई एउटा मोमेन्ट याद छ कि जसमा चाहिँ किजा कोरेक्सले चाहिँ यता हाम्रो डम्फ्रिजसँग बल लुज गर्छ, उसले त्यो एट्याकमा लुज गरेको बललाई चाहिँ पछाइ गएर चाहिँ आफ्नो डिफेन्स बक्समा गएर डम्फ्रिजलाई चाहिँ टेक ओभर गरेर बल विन गर्छन्। यो मेन्टालिटीलाई थाहा हुन्छ कि दिस PSG टिम इज ब्रिलियन्ट एन्ड नो वान क्यान बिट राइट नाउ, दिस इज द बेस्ट टिम राइट नाउ एन्ड इन द वर्ल्ड है त गाइज। कुरा गर्नु हाम्रो इन्टर मिलानलाई चाहिँ मलाई के सक लाग्यो भने म जब गेम हेरेको थिएँ, गेम चाहिँ डन एन्ड डस्टेड भइसकेको थियो, बट म चाहिँ के हेर्न चाहन्छु इन्टर मिलानबाट फाइट ब्याक हेर्न चाहन्छु जुन उनीहरूबाट आइरहेको थिएन। मैले गेम यस्तरी निहालेर चाहिँ कि फर्स्ट सर्ट अन टार्गेट इन्टर मिलान कतिखेर हान्छ भनेर चाहिँ म गेम त्यसरी हेरेको थिएँ। पहिला हाफ बित्यो, फर्स्ट टार्गेट आएन, 60 मिनट बित्यो, 70 मिनट बित्यो र 74 मिनटमा चाहिँ सर्ट अन टार्गेट चाहिँ इन्टर मिलानले चाहिँ हान्न पुग्यो, बट क्लियर कट चान्सहरू पनि बनाउन सकिन। उता PSG ले पनि क्लियर कट चान्स चाहिँ धेरै बनाएको थियो। यो स्कोरले चाहिँ जज गर्दैन 5-0 भनेर, यो 6-0 7-0 पनि हुन सक्थ्यो। PSG का अरू प्लेयर कुरा हुँदा रेस्पेक्ट भेटिन उनीहरूको मिडफिल्ड प्लेयरहरू, उस्तो सानो मिडफिल्ड प्लेयरहरू पनि जसमा हाइटमा कम, फिजिक्समा कम, जसमा चाहिँ मोन्स्टरहरू हाम्रो मिका तारे, बरेला जस्ता चनालग्लो जस्ता प्लेयरहरूलाई सबै कुराबाट बिट गरिरहेको थियो। जसमा हाम्रो अर्को अन्डररेटेड गेम गएको थियो उस्मान डेम्बेलेको। उस्मान डेम्बेले यो गेममा चाहिँ गोल गर्न नसके पनि यो सिजन चाहिँ उसले आफ्नो करियरकै वान अफ द बेस्ट गेम खेलेर चाहिँ ब्यान्डलको कन्टेन्टमा चाहिँ नम्बर 1 मा साबित गरेको छ। उसले हिजोको म्याचमा चाहिँ गोल गर्न नसके पनि असिस्टहरू र पासहरू चाहिँ यस्तो राम्रो निकालिरहेको थियो, जसले चाहिँ PSG का अरू प्लेयरलाई सहज बनाएको थियो। उसले यति राम्रो प्रेसिङ गरिरहेको थियो, यति राम्रो ट्र्याक ब्याक गरिरहेको थियो कि PSG ले यसबाट चाहिँ गेममा निकै नै फाइदाहरू पुग्यो। अर्को हाम्रो कुरामा किचा कोरेस्टेले PSG को टिम चाहिँ 2024 को अन्तिम चाहिँ स्टल गरेको थियो। 2025 मा चाहिँ यस्तो टिम बन्नुको मुख्य कारण नै किचा कोरेस्टेले हो। उनलाई चाहिँ ट्रान्सफर मार्केटबाट चाहिँ PSG ले साइन गर्छन् र उले देखाए चाहिँ वाइ इज द बेस्ट प्लेयर राइट नाउ भनेर। उसले यति राम्रो लेफ्ट फुट राइट फुटले सर्ट दिन्छन् कि उसले गोल पनि गर्छन्। हिज वाट अ ब्युटिफुल प्लेयर हिज भन्न चाहन्छु म। अर्को हाम्रो कुरा गरौँ ब्राजिलियन छोटा निमार, जसको नाम त डिजायर डु 19 ओल्ड किड। त्यो किडले चाहिँ हिजो चाहिँ गेममा यति राम्रो पर्फर्मेन्स गरेको थियो, यति राम्रो पर्फर्मेन्स, 2 गोल 1 असिस्ट दिएको थियो। इज द म्यान अफ द म्याच फर मी है त गाइज। म्यान अफ द म्याच फर उसले म्यान अफ द म्याच जितेर मार्सलसँग चाहिँ सेल्फी लिएर चाहिँ म्यान अफ द म्याच ट्रफी र युसल ट्रफी चाहिँ आफ्नो घर लिएर जाने भएको छ। हामी कुरा गर्छौँ लमिन यामालको, मुसियालको, बेलिङगमको, वाइ नट डिजायर डुए। हि इज द बेस्ट यङ्स्टर राइट नाउ। यो सिजनको हाम्रो गोल्डन बॉयको अवार्ड पनि मेरो विचारमा चाहिँ उसले नै जित्नुपर्छ मेरो विचारमा। सो अरू कुरा म्याचको कुरा गर्नु पर्दा भने चाहिँ PSG ले चाहिँ आफ्नो ट्रेबल मात्र नभएर क्वाड्रेबल पनि कम्प्लिट गरिरहेको छ। उनले आफ्नो लिगको सबै ट्रफी जितेर UCL पनि जितेर चाहिँ हाम्रो ट्रेबल कम्प्लिट गरेको छ र विश्वलाई चाहिँ र युरोपियन फुटबललाई चाहिँ सबैलाई चेतावनी दिएको छ भने PSG आर द बेस्ट टिम राइट नाउ एन्ड PSG बाट चाहिँ अरू टिमहरू पनि अबको दिनहरुमा चाहिँ बस्नुपर्छ। लुक एट द एज, PSG को प्लेयरको एज चाहिँ 20 वर्ष, 22 वर्ष, 24 वर्ष, 25 वर्ष छ। उनीहरु जस्ट 5 इयर्स चाहिँ उनीहरुको एकदम ब्यागमा नै छ। सो अबको केही वर्षमा चाहिँ युरोपियन फुटबलमा चाहिँ अर्को मजा आउने हुन्छ, कम्पिटिसन अलि टफ हुने भएको छ। किनभने म्यान सिटी, रियल म्याड्रिड, लिभरपुल जस्ता टिमहरु सधैँ नै अगाडि देखिन्थ्यो, बट नयाँ टिम PSG जस्ता टिमहरु आए चाहिँ युरोपमा कम्पिटिसन अलि टफ हुने भएको छ र फुटबल फ्यान्सहरुलाई चाहिँ फुटबल हेर्न चाहिँ अझै लोकप्रियता बढ्ने भएको छ। हिजो म्याच स्ट्याटिस्टिक्सको कुरा गर्नु पर्दा भने टोटल एक्सपेक्टेड गोल चाहिँ PSG को 3.12 थियो भने इन्टरको 0.49। यसले नै साबित गर्ने कि हिजोको म्याच भएको थिएन, मिसम्याच भएको थियो।
टोटल स्कोर चाहिँ हाम्रो पिएसजीले 23 वटा हानेको छ भने इन्टरले जम्मा 8 हान्ने थियो। पिएसजी को सर्ट अन टार्गेट चाहिँ 8 वटा थियो, जसमा चाहिँ बिग चान्सहरू थियो। चाहिँ इन्टर जम्मा 2टा थियो, त्यही पनि उनीहरूले क्लियर कास्ट बनाउन सकेन। र पोजिसनको कुरा गरौँ भने पोजिसन टोटली डोमिनेट नै थियो। हाम्रो पिएसजी को 60% पोजिसन पिएसजी छ र 40% मात्र इन्टर मिलानको छ। सो कङ्ग्रेचुलेसन पिएसजी फर विनिङ युरोपियन टाइटल इन फर्स्ट देयर हिस्ट्री। एन्ड अबको दिनमा भने पिएसजीले फेरि चाहिँ युरोपियन टाइटल अरू पनि जित्छ भन्ने मलाई आशा छ। सो इट्स पार्टी टाइम फर प्यारिस एन्ड पार्टी टाइम फर ओल्ड एन्ड दे डिड इट गाइज, दे डिड इट। जसलाई चाहिँ उनीहरूले लुइस एन्रिकेलाई जुन कामको लागि ल्याएको थियो उसले चाहिँ त्यो काम गरेर देखाएको छ र लुइस एन्रिकेको रेस्पेक्ट चाहिँ यहाँ थियो भने अहिले यहाँ पुगेको छ। र सम्पूर्ण पिएसजीका प्लेयरहरूलाई चाहिँ मेरो तर्फबाट कङ्ग्रेचुलेसन छ एन्ड लेट्स पार्टी एन्ड बी इन्जोय है त गाइज।